हेलो गाइस सबैजनालाई गुड मर्निङ है। सो तपाईँहरूले अब यो भाइ अहिले के गर्दैछ? सधैँ त भिडियोहरूमा हाल्थ्यो, अहिले त भिडियोहरूमा हाल्दैन, सोचिरहनु भएको छ होला है। सो भिडियोहरू चाहिँ मैले है अलिक मेरो बिजीको कारणले गर्दा हाल्नु पाएकै छुइनँ। सो अहिले के गर्दैछु भन्दाखेरि चाहिँ तपाईँहरूलाई म देखाइदिन्छु ल। यहाँ रम्फूमा चाहिँ मेरो है यस्तो क्यामेरा रम्फूमा चाहिँ मेरो अगाडि यहाँनिर सब्जी हुन्छ, यतापट्टि मेरो कुखुरा हुन्छ। कुखुरा चाहिँ मैले फिलहाल सब बेचिसकिसकेँ है। सो यहाँनिर चाहिँ मेरो फिलहाल चाहिँ फम्बी बोलको साइज देख्नुहुन्छ न, यसमा चाहिँ मेरो फम्बी एकदमै फम्बी फ्रेस फम्बी। यतापट्टि लाफिङहरू बनाउँछु है, सुटेबलमा लाफिङ हेर्नुहोस्। यहाँनिर चाहिँ मेरो लाफिङको डो हो है, हेर्नुहोस्। यो लाफिङको डो चाहिँ मैले आधी मात्रै राखेको छु, आधी भित्र राखेको छु। अनि यहाँ मेरो चाहिँ सामानहरू हुन्छ है, ससहरू, चिल्ली ओइलहरू एकदम। यहाँ हेर्नुहोस् सब्जीहरू यस्तो छ है। फिलहाल मेरो साथमा छ यहाँनिर भन्न सधैँ साथ दिने मेरो भाइ, तेरो भाइ, निखिल भाइ, अनि मेरो अर्को साथी दिपास, मेरो भाइलाई यो खुवाइदिउँ दादा। हामी तिनजनाले चाहिँ यहाँनिर है फिलहाल चाहिँ रम्फूमा चाहिँ सब्जीहरूदेखिको लिएर कुखुराहरू है, फम्बी लाफिङहरू हामीले बेच्दैछ। समरमा चाहिँ हामीले सफ्ट ड्रिङ्क्सहरू पनि बेच्छ है। सो फिलहाल चाहिँ अब यस्तो अलिक विन्टरको सिजनले गर्दाखेरि सफ्ट ड्रिङ्क चाहिँ बेच्दैन नि त। सो तपाईँहरू यहाँ हेर्नुहोस्, यो कहाँ भन्दा यो चाहिँ तल्लो बजार रम्फू एक्ज्याक्ट। यो चाहिँ तपाईँको मेडिकल सपको अगाडि हेर्नुहोस्, यस्तो चाहिँ